चाहिँ तारकेश्वर आइपुगे तारकेश्वर দুপুর 2টা বেজে 18 মিনিটে 1 নম্বর প্ল্যাটফর্ম থেকে ছাড়বে कृपया ध्यान तारकेश्वर गाड़ी संख्या 3740 तारकेश्वर हावड़ा लोकल तारकेश्वर से चलकर तारकेश्वर मन्दिर आइपुगे हेर्नुहोस् हो ल यो तारकेश्वर मन्दिर हर हर महादेव मन्दिरको इन्टरफेस चाहिँ यस्तो छ गाइस हो यहाँ पस्ने बित्तिकै पल्लोपट्टि धुपहरू बाल्ने ठाउँहरू छ अनि यहाँ चाहिँ भित्र गेटपट्टि एन्ट्री गर्ने ठाउँहरू यहाँ बाहिर चाहिँ तपाईँ पाण्डाहरू बसेको देख्नुहुन्छ यहाँ चाहिँ तपाईँ माग्नेहरू छ अनि यहाँ चाहिँ अघि हामी भित्र पसेको यो चाहिँ तारकेश्वर मन्दिर यहाँ घाट यहाँ नुहाउनु पर्ने रहेछ हो तारकेश्वर घाट हेर्नु यो तारकेश्वर घाट सबैजना स्नान गरिसकेपछि भने पनि आफ्नो अन्तरात्माको मैला पखेर आफ्नो शुद्धि गरे हो गाइस हेर्नुहोस् यो गङ्गा स्नान यो गङ्गा घाट हेर्नुहोस् कति दामी छ है वरिपरि त्यहाँ मजाको हेर्नुहोस् है गाइस अब यहाँ मन्दिरमा एन्ट्री गर्नु आँटेको यो रहेछ मन्दिरको गेट हो यो चाहिँ मन्दिरको भित्रको इन्टरफेस हुन्छ कि यो चाहिँ तपाईँहरूले त्यो प्रसादीहरू ल्याएको यहाँ बाजेहरूलाई चढाउनु दिएर पैसा दिएर पूजा गर्नु लाउनु सक्नुहुन्छ हो अनि हामीले चाहिँ नदिकिन हामी चाहिँ आफै लिएर पस्यौँ भित्र हामीले मजाले पूजासुजा गऱ्यौँ हो मजाले भयो अब दर्शन पनि गऱ्यौँ अन्तरात्मा सबै एकदम तृप्ति भयो गाइस दर्शन गरेर अब के कति साथको खुसी भयो म तल बयान गर्न सक्नु अनि आउनुहोस् तपाईँहरूलाई पनि भोलेनाथको दर्शन गरेर आफ्नो आफ्नो दर्शन गर्नुहोस् अनि मनोकामना माग्नुहोस् है भोलि आफूले सबैको मनोकामना पुरा गरून् जय तारकेश्वर बाबा कि त्यसपछि चाहिँ बाहिर यहाँ नन्दी महाराज हुनुहुन्थ्यो हो मैले नन्दी महाराजको कान कानमा आफ्नो मनोकामनाहरू मागेँ होइन त्यसपछि चाहिँ यहाँ टिका लगाइदिनु हुँदै थियो मैले पनि त्यो दिदीलाई मलाई पनि टिका लगाइदिनुहोस् भनेर होइन मैले चाहिँ त्यो भोले बाबाको यस्तो छाप भएको टिका लगाइदिनुहोस् न भन्थ्यो त्यो दिदीलाई हो त्यो दिदीले अनि हामीलाई टिका लगाइदिनु भयो टिका लगाइदिएपछि चाहिँ अब हाम्रो भित्र मन्दिरको कार्यक्रम सिद्धियो होइन त्यसपछि चाहिँ हामी यहाँ बाहिर अब निस्किने तर्फबाट लाग्यौँ यहाँ गाइस निस्किँदै गर्दा यहाँ बाटोमा यस्तो पानीहरू पर्दै थियो सिमसिम पानीहरू हो अनि हामी चाहिँ हल्का भिज्दै मौसम पनि एकदम दामी अब सावनको सुरुवात होइन त्यही भएर पनि होला सायद यहाँ चाहिँ हाम्रो बुढी र उता आन्टीले चाहिँ के किन्छु भनेर उनीहरू चाहिँ दोकानभित्र पस्यो उनीहरू चाहिँ के किन्दै थियो सामानहरू अब घरसर प्रसादहरू यसो लाने होइन पूजा सकेपछि चाहिँ हामी चाहिँ टेन्टतिर फर्केर लाग्यौँ नानीले चाहिँ खुट्टा दुख्दैछ भनेर चाहिँ मम्मीलाई एकछिन खुट्टा तेर्साउँछु भनेर तेर्साउँदै थियो हो अनि अब बुढी नानीहरू पनि रातभरि बिचरा जर्नी गरेर आएको हो मैले पनि अन्त बुढीलाई तिमी पनि पुरा थाक्यो होला एकछिन रेस्ट गर भने हो बुढी पनि त्यत्तिकै ट्रेनमा एकछिन रेस्ट गर्नुपट्टि लाग्यो अब गाइस रातभरि ट्रेनमा जर्नी गरेर दिनभरि यसरी होइन भोकै खानासाना पनि राम्रो खुवाइ छैन अब के गर्नु त्यस्तै हो गाइस सो यसरी नै हाम्रो यो फ्यामिलीको तीर्थ यात्रा चाहिँ सफल भयो भोलि अब नाथको कृपाले हो सधैँभरि यसरी नै यात्रा सपरिवार साथ गर्नु सकौँ त्यति नै भन्छु गाइस मरेर लानु के छ र जति कमाउनु छ यही धरतीमा छोडेर जानु छ बेला हुँदै सपरिवारसित यसो तीर्थयात्राहरू गरिराख्नुपर्छ है त आजको सफर यति नै थियो हो अब दिदीहरू सब फर्किनु हुँदैछ नानी बुढीहरू अब त्यही त अब है ल बाई बाई यो गाइस एक दिनको लागि आउनुभएको थियो हो सो जानुभयो अब फेरि म पनि क्याम्प फर्केको ओके गाइस थ्याङ्क यू फर वाचिङ